नमस्कार। टोले टॉक में अपने संपूर्ण गोटे की स्वागत करी सी हम जाने आए हम सब बातचीत करब सुरक्षा चुनौती के विषय में जना कि सबोटा की जानकारी है जे जेनजी आंदोलन के समय में सबसे जैसे विशेष जे अगर क्षति भेल छे त सुरक्षा जे करी निकाय के जना कि प्रहरी सब पर बहुत रास जे छे से जान के जो खिमसियो भेले तेकर बाद जे छे से बहुत रास एहन जे छे से विभिन्न ठाम के अखन देखल जाए साधन स्रोत जे छे से प्रहरी सबके पूर्ण रूप से क्षतिग्रस्त भ चुकल छे। आ मन में एक आदमी के अपनो जे छे से पूर्ण रूप से भय जे छे से बनल छे जना कि आइन सब बात करब मध्य प्रदेश में हाल की सुरक्षा की अवस्था अपराध नियंत्रण प्रशासनिक चुनौती आ नागरिक प्रहरी संबंध के विषय पर विशेष हम सब चर्चा करे के प्रयास करब। आज हमरा सबके अतिथि के रूप में छे जे मध्य प्रदेश के प्रहरी नायब महानिरीक्षक गोविंद थपलिया जी उनका हम सब पहले स्वागत करब। तो विशेष हम सब जे से प्रदेश के शांति सुरक्षा आ व्यवस्था के बारे में बात करे के प्रयास करब। हुनकर एला एते दिन भल चुकल हुनकर जे अनुभव केहन रहलन त पहिले उनका स्वागत करे त विशेष बातचीत करे यहाँ स्वागत छ। थैंक यू। यति दिनसम्म चाहिँ तपाईँ यो जेनजी आन्दोलन पछि नै यहाँको आगमन भयो जनकपुरमा तर अहिले चाहिँ यति दिनमा यो मध्य प्रदेशमा यहाँको अनुभव र अनुगमनहरू कस्तो रह्यो? यस्तो छ म मध्य प्रदेश प्रहरी प्रमुखको रूपमा आएको लगभग 1 महिना प्लस भएको छ। हजुर। र म आइसकेपछि सर्वप्रथम चाहिँ मध्य प्रदेशको जुन शान्ति सुरक्षा व्यवस्थापन हजुर। अपराध अनुसन्धान र प्रहरी कर्मचारीको जुन आचरण व्यवहारका कुराहरू छ यसलाई सुधार गर्ने र शान्ति सुरक्षालाई चाहिँ मजबुत बनाउने र निम्न वर्गका जुन पिछडिएका समाजमा पीडित भएका वर्गलाई चाहिँ न्याय कसरी दिन सकिन्छ उहाँहरूलाई यो हाम्रो यहाँ चाहिँ विभिन्न किसिमको पिचौलियाको कारणले पनि निम्न वर्गले चाहिँ राज्यको जुन उसबाट पाउनुपर्ने सेवा सुविधाहरू विशेष गरी हामीले चाहिँ प्रहरी सेवा शान्ति सुरक्षा अपराध अनुसन्धान नियन्त्रणको सन्दर्भमा उहाँहरूले पाउन नसकेका कुराहरूलाई चाहिँ कसरी बढीभन्दा बढी दिन सकिन्छ भनेर म त्यो पहलमा त्यसमा लागिरहेको छु। हजुर। यो जेनजी आन्दोलनपछि मध्य प्रदेशको वर्तमान अहिलेको अवस्था चाहिँ कसरी चाहिँ यहाँले निहाल्नु भयो? जेनजी आन्दोलनको पृष्ठभूमि त अब सबै हामीले हेरिसकेकै छौँ। गएको भदौ 23 र 24 गतेको जुन घटना भयो त्यस पछाडि त्यसमा भएका कमजोरीहरूलाई चाहिँ हामी एनालाइसिस गरेर त्यस्ता गल्तीहरू पुनः नहुने गरी र जेनजी आन्दोलनले जुन किसिमको चाहिँ माग गरेको थियो जुन हाम्रो सुरक्षा निकायमा त्यसलाई कसरी हामी प्रस्तुत हुनुपर्ने थियो त्यहाँ के कमजोरी भयो भन्ने कुराहरूलाई हामीले विश्लेषण गरेर त्यसलाई सुधार गर्ने हामी काममा लागिरहेका छौँ। हजुर। जसरी अहिले चाहिँ यो आन्दोलनको क्रममा घटनामाथि प्रहरीले अहिले कस्तो अनुसन्धान चाहिँ कहाँसम्म पुगेका छन्? जसरी आन्दोलनको समयमा चाहिँ विभिन्न ठाउँमा चाहिँ क्षतिग्रस्त भएको छ होइन यसो कसरी चाहिँ अनुसन्धान भइरहेको छ? जेनजी आन्दोलन हजुर जेनजी यस्तो छ। अब जेनजी आन्दोलनको क्रममा कतिपय घटनाहरू तत्काल समयमै तिनीहरूको चाहिँ घटनाको अनुसन्धान भएर एक हिसाबको टुङ्गो लागेको छ र केही थप जस्तो केही व्यक्तिहरूको चाहिँ व्यक्तिगत सम्पत्ति घरहरू जलिएको छ सम्पत्तिहरू नष्ट गरिएको छ त्यस सन्दर्भमा चाहिँ हामीले मुद्दा दर्ता गरेर जति पनि हामीहरूलाई प्रहरीलाई प्राप्त भएको छ सबै मुद्दाहरू चाहिँ दर्ता गरेर त्यो अनुसन्धानको प्रक्रियामा छ र हामीले त्यतिखेरको जो भिडियो फुटेजहरू प्रमाणहरू सङ्कलन गरेर त्यसमा संलग्न मुख्य मान्छे पहिचान गरेर उनीहरूलाई चाहिँ त्यो अनुसार मुद्दाको प्रक्रियामा अगाडि बढ्ने हामी त्यसमा लागिरहेछ। हजुर। जसरी यो आन्दोलनपछि प्रदेशमा उब्जिएका नयाँ चुनौतीहरू के छन्? अब नयाँ चुनौती भन्दाखेरि चाहिँ सबभन्दा धेरै नयाँ चुनौती हामीलाई चाहिँ अलिकति अप्ठ्यारो पर्ने अवस्था चाहिँ जुन राजनीतिक गतिविधि आन्दोलनका क्रियाकलापहरू नै हुन् र विभिन्न राजनीतिक दलहरू बिच चाहिँ सहमति हुनुपर्नेमा त्यो सहमति भएको अवस्थाहरू छैन र सानो कुरामा पनि त्यो विवाद भएर
त्यसलाई चाहिँ अब त्यसको समाधान हुनुपर्नेमा फेरि सडकमा जाने, फेरि सडकमा गएर सडक जाम गर्ने, आन्दोलनहरू गर्ने त्यस्तै किसिमको प्रवृत्तिहरू देखिएको छन्। यो चाहिँ हाम्रो चुनौतीका विषय हो। जसरी अहिले चाहिँ स्थानीय समुदायसँग प्रहरीले चाहिँ गरिरहेको चाहिँ के कस्ता समन्वयहरू भइरहेछ र यसमा के कस्ता चाहिँ सुधार गर्नुपर्ने आवश्यक छ? स्थानीय हजुर, स्थानीयसँग र तपाईँको कस्तो समन्वय भइरहेको? राम्रो छ। स्थानीय र प्रहरीको सम्बन्ध एकदम राम्रो छ। जुन जेएनजी आन्दोलनको क्रममा चाहिँ प्रहरीका पहरहरू, प्रहरीका चाहिँ स्रोत साधनहरू जलाइएका थिए। धेरै ठाउँमा स्थानीयहरूले सहयोग गरेर त्यो विस्थापित भएका प्रहरीलाई पुनर्स्थापना गर्नमा उहाँले ठुलो पहल गर्नुभएको छ र सहयोग गर्नुभएको छ। र सम्पूर्ण स्थानीयवासीहरूले नै प्रहरीको आवश्यकता र महसुस गरेर उनीहरूलाई आवश्यक थप स्रोत साधनहरू दिने कुराहरूमा पनि लागिरहनु भएको छ। हामी प्रहरीले पनि प्रहरी भनेको चाहिँ समाजको एउटा अभिन्न अङ्ग हो। प्रहरीले समाजमा भएका नागरिकका जनचाहना, जनइच्छा बमोजिम चाहिँ कसरी काम गर्नुपर्छ, हाम्रा कुनै कमी कमजोरी त्रुटिहरू छन् भने त्यसलाई सच्याएर हामी जनताको अपेक्षा अनुसार जनमानसमा भिजेर काम गर्नुपर्छ भन्ने हिसाबले हामीले प्रहरीलाई पनि त्यही अनुसार ब्रिफिङहरू गर्ने, उनीहरूलाई त्यो अनुसार चाहिँ काम गराउने कामहरू गरिरहेको छ। र समुदाय प्रहरी साझेदारी अन्तर्गत चाहिँ सचेतना कामहरू गर्ने र विभिन्न अन्तर्क्रिया कार्यक्रमहरू गर्ने, नागरिक समाजहरूसँग फ्रिक्वेन्टली सम्पर्क समन्वयहरू गर्ने, सूचना आदान प्रदान गर्ने, त्यो हिसाबले हामी काम गरिरहेका छौँ। समन्वय अन्य जसरी भइरहेछ यहाँलाई र स्थानीय निकायहरूसँग, तर यसमा सुधार गर्नु आवश्यक के छ? अहिले सुधार गर्नुपर्ने जुन ठाउँमा कुराहरू छ त्योमा के आवश्यक लागिरहेछ? सुधार गर्नुपर्ने विषय जसरी सुधार गर्दाखेरि अब के गरेर जाँदाखेरि राम्रो हुन्छ, अझै राम्रो गर्न सक्नुहुन्छ, तपाईँले अरूलाई पनि सहज हुन सकिन्छ र स्थानीयलाई पनि सहज हुन सकिन्छ भन्ने कसरी सुधार गर्नुहुन्छ? यस्तो छ, सबभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिले हामीले समाजमा हजुर नागरिकको प्रहरी अथवा राज्यका निकायहरूप्रतिको जुन अपेक्षाहरू छ त्यसलाई हामीले बुझेर त्यसको मर्मअनुसार हामी काम गर्न जरुरी छ। म एउटा उदाहरणको लागि जस्तो कतिपय ठाउँहरूमा कस्ता विवादहरू छन् भन्दाखेरि स्कुलले आफ्नो वार्षिक आय व्ययहरू नदेखाएको र त्यो देखाउन भएर बाहिर नागरिक समाजले गएर उनीहरूलाई दबाब दिएको, यस्तो कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि हेर्दाखेरि सानो कुरा हो र स्कुलको कर्तव्यको कुरा हो। त्यो कुनै स्कुलको कर्तव्य, तर उहाँले त्यो नदिँदाखेरि त्यहाँ चाहिँ दुई समूहबीच टसल हुने अवस्था हुन्छ र त्यो हुँदाखेरि चाहिँ अब शान्ति सुरक्षामा चाहिँ असर पर्छ। अब यस्तो अवस्था आउँदाखेरि अब प्रहरीको भूमिका भने त हामीले शान्ति सुरक्षा दिने हो, तर उहाँहरू जसले आफ्नो काम गर्नुपर्ने हो उहाँ आफ्नो कर्तव्यबाट विमुख भएको जस्तो देखिन्छ र फेरि हामीले सुरक्षाको हिसाबले भोलि कसैले उहाँलाई हातपात गऱ्यो भने फेरि उहाँलाई बचाउनु पर्ने हाम्रो कर्तव्य हुन्छ। त्यस कारणले गर्दाखेरि यस्तो कुराहरू चाहिँ समाजको हरेक निकाय, कतिपय पालिकाहरूमा पनि यस्ता विवादहरू छन्, कर्मचारीहरूको विवादहरू छ, अनि पारदर्शिता नभएको, सुशासन नभएको भन्ने कुराहरू छन्, अनि तपाईँको चाहिँ बजेटका खर्चमा चाहिँ त्यो भ्रष्टाचारहरू भएको, त्यो पारदर्शिता नभएको भन्ने विषयहरू छ। यी विषयहरू चाहिँ जब नागरिकले खोजिरहेको अवस्था हुन्छ त्यो कुरा चाहिँ पारदर्शी रूपमा देखाउनु पर्ने चाहिँ राज्यको सम्बन्धित अङ्गको हुन्छ। उहाँहरूसँग यस्तो कुराहरूमा चाहिँ हामीले ठाउँमा चाहिँ हामीले समन्वय गर्ने र यस्तो विषयहरूमा चाहिँ पारदर्शी हुने र नागरिक अपेक्षा अनुसार काम गर्ने र हामी समन्वय गरेर उहाँसँग पनि काम गरिरहेको अवस्था पनि छ। त्यसरी गरिरहेका छौँ। जसरी अहिले चाहिँ हेर्दाखेरि यो प्रहरी बल र जनताको बिचमा चाहिँ अविश्वासको एउटा चाहिँ कतै न कतै गएर चाहिँ कुरा उब्जिरहेका छन्। यसलाई कसरी चाहिँ कम गर्न सक्नुहुन्छ? किनकि अहिले हेर्दाखेरि भित्रबाट अब के ब्यालेन्स मिलिरहेको छैन, किन चाहिँ सन्तुष्ट छैन होइन जनताहरू प्रहरीबाट, तर यसलाई चाहिँ कसरी कम गर्ने क्यास? यस्तो छ, अब यो प्रहरी र समुदाय नागरिकको जुन विश्वासको कुरा गर्नुभयो, अब कतिपय अवस्थामा कहीँ कतै प्रहरीको त्रुटिहरू भएका हुन सक्छन्, त्यो घटनाहरूले गर्दाखेरि कमजोरहरू भएका हुन सक्छन्। त्यही विषयलाई लिएर फेरि त्यसलाई चाहिँ अब अहिले हाम्रो चाहिँ सामाजिक जुन सोसियल मिडियाहरूको बढी
त्यसमा रोल देखिन्छ। हजुर एउटा सानो कुरालाई चाहिँ त्यसको विरुद्धमा उ गर्ने सुरक्षा निकाय भनेको चाहिँ एउटा चाहिँ महत्त्वपूर्ण निकाय हो। त्यसको मनोबल अलिकति तल खस्किँदाखेरि चाहिँ भोलि त्यसले सुरक्षामा दिने त्यसले गर्ने काम उसको कर्तव्यप्रति असर पर्न सक्छ भन्ने कुरो चाहिँ हरेक समाजको नागरिकले चाहिँ त्यो कुराहरू सोच्नुपर्ने हुन्छ। र यसमा चाहिँ कतिपय अवस्थामा चाहिँ के देखिन्छ भन्दाखेरि अलिकति कसैले भड्काउ गरेको बाहिरको मान्छेले चाहिँ त्यसलाई चाहिँ सुरक्षाप्रति के अरे सुरक्षाकर्मी अथवा राज्यका उपप्रति चाहिँ राजनीतिक स्वार्थको लागि चाहिँ गरेको जस्तो घुसपेटको कारणले पनि यस्तो भएको जस्तो पनि देखिन्छ। यी विविध कारणहरू छन्। अब यी सबैमा चाहिँ सुधार गर्न जरुरी छ, किनभने आम नागरिकले नै यो विषयलाई चाहिँ ध्यान दिएर सुरक्षाकर्मीप्रति विश्वास लिने कुराहरू सानोतिनो गल्ती भएको छ भने सम्बन्धित निकायमा त्यसको उजुरी गर्ने गुनासोहरू कोक्ने त्योभन्दा माथिल्लो ठाउँमा गएर चाहिँ उसलाई चाहिँ कमी कमजोरहरूको बारेमा चाहिँ उसको शिकायत गरेर त्यसलाई सुधार गर्ने प्रशस्त ठाउँहरू छन्। कानुनी उपचारहरू पनि छन्। कानुनी रूपमा चाहिँ गल्ती गरेर ठाउँमा गएर कानुनी हिसाबले चाहिँ काहीँ त्यसको चाहिँ उपचार परेर त्यो गर्ने ठाउँ पनि छ। यस्ता धेरै नै कानुनी हिसाबले गर्ने ठाउँ हुँदाहुँदै पनि तर त्यसमा चाहिँ हामीले विभिन्न बदनामीहरू गर्ने किसिमले पत्रपत्रिकाबाजीहरू गर्ने अनि त्यसपछि प्रहरीको विरुद्ध चाहिँ हुलुजत गर्ने त्यसको विरोध गर्ने गर्दाखेरि चाहिँ त्यो राम्रो हुँदैन। त्यो कुरो चाहिँ हामीले 6000 समन्वय गर्ने कामहरू गरेर जसरी यो राजनीतिक दबावले सुरक्षा व्यवस्थापनमा चाहिँ असर पारेको छ भन्ने कुराहरू आइरहेको छन् होइन, यसमा तपाईँ कसरी हेर्नुहुन्छ? यो सही हो? राजनीतिक दबावले यस्तो छ, अब राजनीतिक दबाव भनेर त्यस्तो दबाव चाहिँ होइन। किनभने अब तपाईँलाई कुनै राजनीतिक नेतृत्व अथवा कुनै प्रतिनिधि जनप्रतिनिधिले कुनै काम गर्नुहोस् भन्दैमा हामीले त्यो गर्नुपर्छ भन्ने छैन हो। कतिपय कुराहरू उहाँहरूले भनेका कुराहरू जायज हुन्छन्। जायज कुरालाई हामी गर्न सक्छौँ, गर्छौँ पनि, त्यो गर्नुपर्छ। तर जुन कुरो गर्न उपयुक्त छैन र जुन कुरो गर्दाखेरि त्यसले नराम्रो असर पार्छ भने त्यो गर्नु पर्दैन पनि। त्यसकारण हामी त्यस्तो गर्दैनौँ पनि। त्यो भएको हुनाले अब राजनीति कसैले भनेकै भरमा चाहिँ दबाब आयो भन्ने चाहिँ म मान्दैन। किनभने त्यो कानुन बमोजिम काम गर्नको लागि प्रहरी स्वतन्त्र छ र कानुन बमोजिम काम गरेको कारणले उसलाई त्यहाँ कुनै कारवाही हुने अवस्था हुँदैन। हजुर अब स्वतन्त्र हुन सक्नुहुन्छ। अब हुन्छ नि मान्छे कि आङ्लाको त्यो आँकको पाँचै औँला एक जस्तो हुन सक्दैन होइन। अब वास्तवमा तपाईँ आफ्नो काममा चाहिँ अडिक रहनुहुन्छ, एकदमै स्थित बस्नुहुन्छ, तर यो छैन नि फेरि सबै एक जस्तो हुन सक्छ, किनकि प्रश्न त्यही ठाउँमा उफ्रिन्छ वास्तवमा जहाँ शङ्का बुन्छ। थोरै नपरि पुरै कुरा सही नभए पनि 5% सही हुन्छ। अनि यसमा के भन्न चाहनुहुन्छ तपाईँ? होइन, यसमा म के भन्छु भने तपाईँले उठाएको क्वेरिजमा के भन्छु भन्दाखेरि यो तपाईँले भने जस्तो व्यक्तिमा निर्भर हुने कुरा पनि हो भने चाहिँ, तर मेरो नेतृत्वमा म छन्जेल मैले जसरी त्यही काम कारबाहीहरू गरेको छु सबै प्रहरी कर्मचारीले त्यही अनुसार गर्नुपर्छ त्यो भन्छु म। र यदि गरेको छैन भने हामी त्यही अनुसार त्यसलाई चाहिँ करेक्सन पनि गर्छौँ। र कुनै पनि दबाब प्रभावमा नपसिकन प्रहरीले निष्पक्ष र निस्वार्थ होइन भएर चाहिँ काम गर्नुपर्ने हुन्छ। कुनै डर कसैको डर लिनु पर्दैन भन्ने हिसाबले हामी सबैलाई निर्देशन गरिसकेका छौँ र त्यो अनुसार पुलिसले काम गर्छ र नगरे पनि गराउँछौँ। अच्छा, जसरी अहिले मध्य प्रदेशमा धेरै नै बढिरहेछ अपराधिक गतिविधिहरू, यसलाई कसरी चाहिँ प्रहरीले कम गर्न सक्छ? कसरी चाहिँ कस्ता रणनीतिहरू चाहिँ यहाँ नै अप्नाइराख्नु भएको छ? अहिले तपाईँ मध्य प्रदेशमा हेर्दाखेरि जुन हिसाबले यो हेर्दा यो जेन्जी आन्दोलन अघि पनि र जेन्जी आन्दोलन पछाडि यस्तो गतिविधि चाहिँ अपराधको बढिरहेछ कि आकलन नै गर्न सक्दैन। त्यो लाग्छ कि वास्तवमा त्यो मुभीमा हेरेको सिरियलमा हेरेको कुराहरू आँखाले मान्छे भिडिरहेछ कसरी रणनीति चाहिँ बनायो? कुनै अपराध छ कि केही त्यस्तो नाम छ? अब हेर्नु न, अहिले चाहिँ हेर्दाखेरि हरेक दिन कुनै न कुनै ठाउँमा चाहिँ एकअर्कोले मान्छे चाहिँ कुटपिट गरेर मार्नै दिने हिंसा बढिया छ। धेरै घरेलु हिंसा पनि बढिसकेका छन्। त्यस्तै यो अब हेर्दाखेरि यो थोरै दिन भएको छ भन्दाखेरि 1 सप्ताह पनि भएको छैन। जसरी अहिले यो मिखला बिहारी नगरपालिकामा यो त भोज खाने टाइममै डाइरेक्ट त्यो प्रहरी नै थिए अनि वडा अध्यक्ष चाहिँ गोली हानेर हत्या गरिदिनु भयो। अब उदाहरणको लागि यस्तै घटनाहरू धेरै नै बढिरहेछ। हजुर, ठिक छ। अब यसमा हामीले मध्य प्रदेशमा विभिन्न जिल्लामा जिल्लागत रूपमा
कुन ठाउँमा कस्तो किसिमको अपराधिक प्रवृत्ति र अपराध छ भन्ने हामीले तथ्याङ्कहरू एनालाइसिस गरेर त्यो अनुसारको अपराधलाई न्यूनीकरण गर्नलाई हामीले कार्ययोजना बनाउँछौँ। कतिपय विषयमा चाहिँ हामीले कार्ययोजना बनाएका जस्तो सवारी दुर्घटना, सवारीबाट हुने क्षति न्यूनीकरणका कुराहरू भए, लागु औषध दुर्व्यसन, लागु औषधको कारागारको सन्दर्भमा, अनि तपाईँले भन्नुभएको जस्तै घरेलु हिंसाका कुराहरू, महिला हिंसाका कुराहरू र अरू कर्तव्य ज्यानसँग सम्बन्धित यो आत्महत्या लगायत विविध विषयहरूमा जबरजस्ती गर्नेका कुराहरू छन्। यी सबै अपराधहरूलाई चाहिँ जुन ठाउँमा अपराधको चाहिँ बढिरहेको अवस्था छ र कुन अपराध कहाँ भइरहेछ भन्ने किसिमको हामीले तथ्याङ्कहरूलाई एनालाइसिस गरेर त्यो ठाउँमा त्यसै किसिमको कारबाहीहरू गर्ने, यसमा चाहिँ सचेतनामूलक कारबाहीदेखि लिएर विभिन्न जनसमुदायसँग सहकार्य गर्ने र यस्ता अपराध न्यूनीकरणमा चाहिँ हामीले कडाइका साथ कानुन बनाउने कारबाही गर्ने, त्यस्तै किसिमको रणनीति लिएर कारबाही योजनासहित हामी अघि बढिरहेका छौँ। अहिले हेर्दाखेरि जुन हिसाबले एउटा प्रश्न के उठायो भने टडी माथि कि पञ्चायती काल जस्तै नै चाहिँ कस्तो पनि हिंसा किन नहोस् मिलाएर चाहिँ छलफल गर्ने गतिविधि गरिराख्नुहुन्छ, कति सत्य हो? होइन, यस्तो छ। अब यो कस्तो छ भन्दाखेरि अब कतिपय तपाईँको पहिला भएका कुराहरू पहिला यस्तो हुन्थ्यो, अब अनि अहिले पनि त्यही छ भन्ने हिसाबले हामीले सोचिरहेको पनि हुन्छौँ। तर अहिले एकाध कहीँ कतै त्यस्तो लुकी छिपी भएको अथवा कहीँ हाम्रो नजरमा नआएको भए छुट्टै कुरा हो। तर हामीले चाहिँ यस्तै किसिमको जुन जघन्य किसिमको फौजदारी किसिमको अपराधहरू, फौजदारी किसिमको कार्य, पशुजन्य कार्य गरेको मान्छेलाई कहिले पनि पुलिसले मिलापत्र गर्दैन र त्यो मिलापत्र गर्न मिल्दैन। त्यो मिलापत्र गऱ्यो भने पनि त्यो वैध हुँदैन, त्यो फेरि त्यसलाई चाहिँ हामी उठाएर कारबाहीको दायरामा ल्याउन सक्छौँ। त्यस कारण त्यस्तो भएको छैन, त्यस्तो किसिमको हामीलाई चाहिँ अहिलेसम्म कुनै जानकारी छैन। अब त्यस्तो भएको छ भने हामी सुधार गरिरहेको छौँ। अहिले यो जेनजी आन्दोलनपछि यहाँहरूको धेरै नै क्षति भएको छ। सामग्रीहरू जसरी लगाउने पोसाक पनि नै जलेर नष्ट भइसकेको थियो, स्रोत साधनहरूमा समेत चाहिँ चुनौती आएको होला। अहिले कति अप्ठ्यारो भइरहेछ किनकि हेर्दाखेरि यदि समग्रमा हेर्दाखेरि कुनै ठाउँमा यो जनकपुर धाम महानगरपालिकाभित्र कुनै ठाउँमा यस्तो डिभाइडरहरू छैनन्। दिनहुँ चाहिँ चुनौती यो जेनजी आन्दोलनपछि यो एक्सिडेन्टको घटना चाहिँ बढी नै रहेछ। हरेक कुरामा चुनौती चाहिँ भइरहेको छ। अनि यो कसरी चाहिँ अब तपाईँहरू यो म्यानेज गरिराख्नु भएको छ, कस्ता चुनौतीहरू यहाँलाई भोगी परिराख्नु भएको छ? स्रोत साधनको हिसाबले हेर्दाखेरि अब हाम्रो जेनजी आन्दोलनमा त्यस्तो ठुलो क्षति चाहिँ भएको थिएन। केही घरहरू, केही कार्यालय, 5-6वटा प्रहरी कार्यालय, ट्राफिक लगायत प्रहरीको भवन क्षति भएको थियो, त्यो हामीले लगभग बनाइसकेको अवस्था छ। त्यसमा केही फर्निचरहरू भए, त्यो फर्निचरहरू पनि हामीले जुटाइरहेका छौँ। र तपाईँले भन्नुभयो जस्तो सुरक्षासँग सम्बन्धित सामग्रीहरू, अब सिसिटिभीहरू लगायत अरू सेक्युरिटी इक्विपमेन्ट्सहरू पनि त्यसलाई चाहिने सामानहरू क्षति भएको छ। त्यसमा अब हाम्रो भेट नियन्त्रणको सामानहरू पनि क्षति भएको छ। अब अहिले हामीले भएकै स्रोत साधनले चाहिँ त्यसलाई अधिकतम सदुपयोग गर्ने, त्यसैलाई चाहिँ समानुपातिक रूपमा वितरण गरेर एक अर्कालाई हामीले चाहिँ भनौँ न सापटी जस्तो नभएको ठाउँमा त्यसलाई पठाएर पनि हामीले अहिले काम चलाइरहेका छौँ। र त्यसको अरू थप मर्मत गर्ने काम र त्यस्ता स्रोतहरू जुटाउने काममा चाहिँ हामीले त्यसमा पनि लागिरहेछौँ। सम्बन्धित अब प्रदेश सरकार र हाम्रो केन्द्रीय सङ्घीय सरकारसँग यस्ता विषयहरूमा हाम्रो दैनिक चाहिँ पहल भइरहेको छ र छिट्टै त्यो प्रक्रियामा छ र त्यो लगभग केही महिनाभित्र त्यो हामीले प्राप्त गर्छौँ। यो हिजै यो जुन सिमरामा चाहिँ आन्दोलन भयो, फेरि जेनजी समूहहरूले गर्नुभएको थियो, त्योमा पनि तरिका चाहिँ गाडीहरू चाहिँ जलाइसकेको अवस्था छ। हिजोको जला यसो छ। अनि पुरानै भिडियो छ। तर हिजोको जुन भिडियोहरू आयो भने त्यसमा पनि हेराइरहेको छ कि सिमराकै घटना हो, यो फेक पनि हुनसक्छ किनकि आजभोलि फेक पहिलाकै त्यो गरेर फेक पनि हुनसक्छ। एउटा के छ भने अहिले चाहिँ हेर्दाखेरि यो ट्राफिकको एकदमै समस्या छ जनकपुर महानगरपालिका भित्रमा। यो हरेक ठाउँमा चाहिँ सडाहरू हुन्छन्, सडा चौपाई कुनै व्यवस्था त्यो छैन, एकदमै अस्तव्यस्त छन्। यो प्रादेशिक अस्पताल जुन एरिया जुन बाटो छ रमानन्द चोकदेखि जानकीमा मिलाउने बाटो, त्यो एकदमै अस्तव्यस्त हुन्छ। अनि यसलाई कसरी चाहिँ सुधार गर्न सक्नुहुन्छ? अब के कारण छ? प्रहरी छैन कि त्यति ट्राफिक कि खटाउन सक्नुहुन्छ? के कारण छ? किन तिमीहरू यसमा चाहिँ कस्तो हुन्छ नि, यो ट्राफिक व्यवस्थापनमा चाहिँ जस्तो तपाईँले भन्नुभयो पार्किङका कुराहरू पनि त्यहाँ जोडिएका हुन्छन्। बाटो साँगुरो छ,
होइन। अब बाटो साँघुरो भएको विषय अब हामीले त्यो अहिले त्यसलाई सुधार गर्न सक्ने अवस्था हुँदैन। अब पार्किङका विषयहरूमा चाहिँ पार्किङकै पालिकाले पनि यस विषयमा अलिकति चासो दिनुपर्ने जरुरी हुन्छ। किन भन्दाखेरि बाटो साँघुरो ठाउँमा कहाँ पार्किङ गर्ने के नगर्ने, अब त्यहाँ प्रहरीले हटाउन खोज्छ भने त्यहाँ स्थानीय व्यापार व्यवसाय उहाँहरू पनि रिसाउनुहुन्छ, फेरि त्यो उहाँहरूको पनि त्यसमा अब्जेक्सन हुन्छ। यो ट्राफिक व्यवस्थापन गर्ने प्रहरीले चाहिँ ल इन्फोर्समेन्ट गर्ने हो र त्यसमा सहयोग गर्ने चाहिँ अन्य निकायहरूको सबैको सहयोग चाहिन्छ। अब त्यो सहयोग भयो भने सहज रूपमा हुन्छ। यदि त्यो सहयोग नहुँदाखेरिको अवस्थामा चाहिँ अलिकति समस्याहरू हुनसक्छ। हजुर जसरी अहिले यति घटना घट्नु जुन मेन एउटा कारण जुन छ, यति मान्छे अबेसबा हुनु अनि कसैले चाहिँ हत्या गरिदिने अनि त्यस्ता त्यस्ता चाहिँ जगने अपराध गरिराख्नु भएको छ, यो कारण के हुनसक्छ, किन गइरहेको छ यस्ता? यस्तो छ, अब यो तपाईँको के भन्छ अपराधको अपराधमा प्रमुख कारण भनेको तपाईँको आपराधिक मानसिकता भन्छ नि, होइन? त्यो आपराधिक मानसिकताको उपज हुनु भनेको त्यसलाई धेरै च्याप्टरहरूले चाहिँ त्यस्तो किसिमको अवस्थाहरू हुन्छ। अब अहिले हामीले हेर्दाखेरि अलिकति धेरै कुराहरू कस्तो छ भने मान्छेमा अलिकति छिटै रिसाउने प्राणी नै अलिक बढेको छ। अब हाम्रो किनभने स्ट्रेसफुल लाइफ छ, होइन? त्यो कुरा छ। विभिन्न सोसियल मिडियाहरूमा हामीले हरेक चिजहरू देखिरहेका छौँ, कतिपय राम्रा छन् कतिपय नराम्रा छन्, त्यसको पनि प्रभाव परेको हुनसक्छ। त्यसले गर्दाखेरि मान्छेको जुन किसिमको चाहिँ सोचहरूमा परिवर्तन भएको छ, जुन किसिमको चाहिँ मनस्थिति उसमा डेभलप भइरहेको छ, छोटो समयमा रिसाउने लगायत यस्ता क्रियाकलापले गर्दाखेरि चाहिँ संयमित नहुने र अनि तत्काल चाहिँ त्यसको चाहिँ के भन्छ बदलामा चाहिँ एक्सनमा जाने त्यस्तै किसिम परिस्थितिले पनि अपराधलाई अहिले चाहिँ बढाएको जस्तो हामी महसुस गरिरहेको। यो लागु होस् जसरी धेरै कुराहरू छन् त्योमा प्रतिबन्ध लगाएको छन्, तर खुलेआमै रूपमा चाहिँ यसले जनकपुर महानगरपालिकाभित्रकै कुरा गर्दाखेरि खुलेआमै मान्छेहरू बेचिरहेका छन्, यसमा कसरी खुलेआम भन्नु तपाईँले? खुलेआम चाहिँ बेचे होइन। अनि अब बरासनी कन्दा नै भन्दाखेरि उदाहरणको लागि त्योमा पनि प्रतिबन्ध छ, तर एकदमै खुला रूपमै बेचिरहेछ। अनि बेचेकोलाई त हामीले नियन्त्रण खुला रूपमा होइन, गोप्य रूपमा बेचेकोलाई नै हामीले नियन्त्रणमा लिएका छौँ, होइन? त्यो पुलिसले थाहा पाउने बित्तिकै त्यो नियन्त्रणमा लिएको छ, त्यसलाई कारबाहीको दायरामा ल्याएको छ। तर तपाईँले भन्नुभएको कतिपय सेवनकर्ताहरू चाहिँ बसिरहेका हुन्छन्। अब सेवनकर्ताहरूको हकमा कस्तो भने हाम्रो कानुनले पनि ठुलो सजाय छैन र लागु औषध सेवन गर्नु भनेको एक किसिमको तपाईँको चाहिँ आत्महत्या जस्तै हो कि जुन चिज मैले खाएर मेरो शरीरलाई उपयुक्त छैन, त्यो चिज खाइसकेपछि मेरो कुनै न कुनै चाहिँ मेरो चाहिँ आयु चाहिँ छुट्टिएर म चाँडै मृत्यु हुन्छ मेरो भन्ने कुरोलाई जानकारी छ पनि हुनु पनि पर्छ, किनभने एउटा सचेत नागरिकलाई त्यति हुन जरुरी छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यो त्यस्तो चिज हो। अनि त्यस्तो चिज किन खाइरहेछ मान्छेले, त्यसको कारण के हो भन्ने कुरो चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसमा विभिन्न पक्षको चाहिँ रोल हुन्छ, व्यक्तिगत आफ्नो सोचाइको कुराहरू भए, समाज परिवार, अनि अब अन्य विभिन्न निकायहरू रोजगारी नहुनका कुराहरू, होइन? वितृष्णा हुनु, फ्रस्ट्रेसन, स्ट्रेसफुल लाइफ, अनि स्ट्रेसका कुराहरू, अब पारिवारिक सम्बन्धका कुराहरू विभिन्न छन्। अब त्यो मान्छेमा चाहिँ वितृष्णा हुँदाखेरि अलिकति त्यसरी लट्ठिएर हिँड्ने, अलिकति त्यो हिसाबले शान्त हुने हिसाबले चाहिँ लागु औषध सेवन गरेको देखिन्छ। यी विषयहरूलाई चाहिँ कसरी सम्बोधन गर्ने भन्ने कुरो सम्बन्धित निकायहरूको चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। महत्त्वपूर्ण कुरा हुनाले अब परिवारको भूमिका हुन्छ, त्यसमा समाजको भूमिका हुन्छ, अनि त्यसपछि सरकारका विभिन्न निकायको भूमिका हुन्छ, आफ्नो किसिमको भूमिका हुन्छ। रोजगारीको व्यवस्था गर्नेदेखि लिएर ती कुराहरूलाई कसरी चाहिँ सम्बोधन गर्ने भन्ने कुराहरू चाहिँ सम्बन्धित सरकारमा बसेकाले त्यसलाई चाहिँ काम गर्नुपर्ने हुन्छ। प्रहरीले हामीले त सप्लाई कन्ट्रोल गर्ने हो। सप्लाई कन्ट्रोल भनेको लागु औषध ओसार पसार गर्ने, बिक्री वितरण गर्ने कामलाई चाहिँ भण्डारण गर्ने, बिक्री वितरण गर्ने कामलाई नियन्त्रण गर्ने, त्यो कुरा चाहिँ हामीले गरिरहेका छौँ। त्यो राम्रै रूपमा समातिएको छ र त्यो कारबाही भएको छ। त्यो सेवनकर्ताहरूलाई चाहिँ कसरी म लागु औषध खान्न भन्ने बनाउनु चाहिँ त्यो महत्त्वपूर्ण कुरा हो। त्यो राम्रो चिज होइन, म यो चिज खाएर मलाई शरीरलाई फाइदा छैन, यो चिज नखाने म खान्न भन्ने बनाउनु चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यो कुरामा चाहिँ विभिन्न सरकारी निकायहरूको चाहिँ भूमिका हुन्छ, तर त्यो हाम्रो देशमा त्यो भइरहेको छैन। त्यसकारण चाहिँ दुर्व्यसनका घटनाहरू बढ्नु कारण यो त्यो पनि हो। जसरी अहिलेको अवस्था हेर्दाखेरि यो प्रहरी जेन्जी आन्दोलनपछि अलिकता मान्छेमा कस्तो भयभीत भइसकेको छ भने कि
प्रहरीसँग मान्छेको जुन एउटा डर हुन्थ्यो, भय हुन्थ्यो, त्यो बिस्तारै हराइरहेको छ। यो कुरा वास्तवमा यहाँहरूले पनि अनुभव गरिराख्नु भएको छ कि कसो? किनकि अब हेर्दाखेरि अहिलेकै कुरा यदि गर्दाखेरि यो विश्वास पनि अलिकता कम भइरहेछ। यो जनकपुर महानगरपालिकामा यस्तो धेरै होटलहरू छन् जुनमा गलत के भन्छ क्रियाकलाप यो जन्य कार्यहरू भइरहेको छ। त्यसमा प्रहरीले चाहिँ नियन्त्रण गर्न सकिरहेको छैन। थर्ड तेस्रो लिङ्गितसँग चाहिँ मान्छेहरू अब हेल्प माग्न खोजिरहेछन्। के भइरहेछ? किन यस्तो भइरहेछ? कि वास्तवमा चाहिँ प्रहरीसँग अब मान्छेको बिस्तारै बिस्तारै डर हराइरहेछ कि अनि विश्वास पनि छैन कि अरूसँग मान्छे अब हेल्प लिन खोज्या हो कि होइन, त्यस्तो होइन। प्रहरीसँग जो तपाईँले भन्नुभयो अब मान्छे नडराउनु भन्ने कुरा उहाँहरूको सोचाइ हुनसक्छ होइन। किनभने प्रहरीसँग डराउने पनि होइन, कानुनसँग डराउँछ। हजुर, कानुनसँग त मान्छे डराउँछ, कानुनसँग डराउने हो र प्रहरीले कानुन गर्नु कारबाही गर्ने हो र त्यसमा हामी कारबाही गर्नेमा हामी दृढ छौँ, हामी त्यसमा लागिरहेका छौँ। अब कहीँ कतै कस्तो हुन्छ भन्दाखेरि अब प्रहरीलाई काम गर्दाखेरि बाधा अवरोधहरू सिर्जना गर्ने होइन, तपाईँको चाहिँ अब्स्ट्याकलहरू सिर्जना गर्ने। अब कुनै ठाउँमा के अरे गैर कानुनी काम भइरहेछ, ल त्यहाँ प्रहरी गरेर छापा मार्यो। छापा मार्ने बित्तिकै त्यो वरिपरिका सब व्यवसाय मिलेर चाहिँ होइन, यहाँ हामीले चाहिँ पुलिस जथाभावी गऱ्यो, यहाँ गऱ्यो, उहाँ गऱ्यो, फेरि उहाँहरू विरोध गर्नुहुन्छ कि। हो यस्ता किसिमको घटनाहरू हामी चाहिँ के भन्छौँ भन्दा प्रहरीले एक्लैले समाजमा शान्ति सुरक्षा ल्याउने होइन नि त, उहाँहरू पनि भूमिका हुन्छ। त्यो कुराहरू समाजका हरेक नागरिकले सोच्नुपर्ने जरुरी छ कि। अनि विभिन्न जस्तो समयको व्यापार समुदाय के सङ्घ भन्छ, अरू के सङ्घ भन्छ, अब आफ्नो आफ्नो सङ्घको हितको लागि उहाँ बस्नु भएको छ, ठिक छ त्यो चाहिँ। तर उहाँहरूको जिम्मेवारी कानुन कार्यान्वयन गर्ने र अपराध नियन्त्रण गर्नेमा उहाँहरूको जिम्मेवारी हुन्छ कि हुँदैन? उहाँहरूको जिम्मेवारी भन्नाले उहाँले प्रत्यक्ष रूपमा गर्नु पर्दैन, उहाँले पहिला सहयोग मात्रै गरे पुग्छ। त्यति कुरामा चाहिँ उहाँहरूको कमी कमजोरी देखिएको छ कि। त्यसैले गर्दाखेरि अब तपाईँले भनेको जस्तो स्थितिहरू आएको हुनसक्छ। हजुर, यो जुन अहिले जनकपुरको अवस्था जुन छ, जुन मैले होटलको कुरा गरेँ, यता त्यही ठाउँमा प्रहरी छ, प्रहरीलाई थाहा छैन, अरू मान्छेलाई त्यो कुरा थाहा हुन्छ। अनि डाइरेक्टली अब त यस्तोले गर्दाखेरि त अब यो छ कि प्रहरीलाई जानकारी नगराइकन कसैको घरमा कसैले गएर चाहिँ छापा मार्न सकिन्छन्, त्यस्तो अवस्था आइसकेका छ। प्रहरी त्यही ठाउँमा छन् अनि अरू मान्छे गएर चाहिँ होटलमा रेड हान्छन्, छापामारी गर्छन्, त्यहाँबाट चाहिँ महिलाहरूलाई निकाल्छन्। यो त कानुन जस्तै पनि हातमा लिन सकिन। त्यस्तो अब यसमा कसरी सुधार गर्छौँ? अहिले जनकपुरमै घटना, यो भर्खरैकै घटना छ। यो फिरारी चोकको घटना छ, जुन होटलमा एउटा गलत क्रियाकलाप भइरहेछ। स्थानीयहरूले चाहिँ तेस्रो लिङ्गिकसम्म चाहिँ सहयोग माग्न जानुभयो कि तपाईँहरूसँग डराउँछन्, तपाईँहरू प्रहरी सुन्दैन हाम्रो कुरा, प्रहरीले केही गरिराख्नु भएको छैन, उहाँसँग पैसा जान्छ भनेर यस्तो कुराहरू आइरहेछन् अनि सेटिङ हुन्छ। मैले अघि नै भने कि व्यक्ति राम्रो हुनसक्छ कुनै क्षेत्रको, तर के भन्छ पैसाहरू जान्छन् अनि प्रहरीले केही भन्दैन, गलत क्रियाकलाप कुनै दिन रातिसम्म हुन्छ। अनि त्यो हिसाबले तेस्रो लिङ्गी गएर त्यो होटलबाट चाहिँ महिलाहरू निकालेर अनि एकछिनको लागि त एकदमै तनावग्रस्त भएको थियो, तर होटल बन्द हुन सकेको छैन। ठिक छ, यस्तो छ, व्यवसाय नै बन्द गर्ने त मिल्दैन होइन, त्यसमा हुने गलत क्रियाकलापलाई बन्द गर्ने हो। तपाईँले यो कुरा मलाई त्यति जानकारी थिएन, यो जानकारी मैले पाएँ। त्यस्ता क्रियाकलाप हुन दिन्न, त्यस्तो भएको रहेछ भने त्यसलाई तुरुन्तै नियन्त्रण गर्न लगाउँछु। हजुर, अब सबैभन्दा जनकपुरको महामहोत्सव, यो विवाह पञ्चमी महामहोत्सव हुन गइरहेको छ यो 9 गते मङ्सिरमा। यसमा चाहिँ लाखौँको चाहिँ श्रद्धालु भक्तजनहरूको उपस्थिति हुन्छ लाखौँमा। अनि उनीहरूलाई कसरी चाहिँ व्यवस्थित गर्ने सुरक्षाको दृष्टिकोणले यहाँहरूको कस्तो तयारी छ, कति चाहिँ प्रहरीहरू यसमा खटिन्छन् अनि कसरी नियन्त्रण गर्न सकिन्छन्? यस्तो छ, अब यो जानकी विवाह पञ्चमी जब हरेक वर्ष लाग्ने एउटा चाहिँ ठुलो यहाँको ठुलो पर्व चाड एउटा चाहिँ यहाँको त्यो धर्म संस्कृति हो। यसमा चाहिँ ठुलो सङ्ख्यामा यात्रुहरू आउने गर्छन् र हामीले त्यही हिसाबले चाहिँ सुरक्षा परिचालन गर्ने सुरक्षा योजनाहरू तयार गरेका छौँ। त्यसमा ट्राफिक व्यवस्थापन र त्यसमा हुनसक्ने सुरक्षा सेटहरू, लुटपाट हुनसक्ने कुराहरू केही गरी अब भिडभाड भएर मान्छेलाई चाहिँ अथवा कुनै घटना भइदियो भने फेरि भागाभाग हुने, त्यसमा चाहिँ हुने, किसिम मान्छे मृत्यु हुनसक्ने लगायतका समस्याहरू हुनसक्छन्। मान्छे हराउनेदेखि लिएर विविध समस्याहरूलाई हामीले सुरक्षाका चुनौतीहरूको रूपमा एनालाइसिस गरेर ती कुराहरूलाई गर्न नदिने गरी, त्यस्ता क्रियाकलाप हुन नदिने गरी चाहिँ सुरक्षा योजनाहरू तयार गरिएको छ।
र व्यापक रूपमा प्रहरी परिचालन हुन्छ र देशमा अहिले हाम्रो यहाँ प्रदेशको प्रहरी नपुगेर अन्य प्रदेशबाट समेत थप जनशक्ति हामीले मगाएको छौँ। लगभग 1500+ प्रहरी चाहिँ ट्राफिक प्रहरी लगायत हाम्रो चाहिँ नेपाल प्रहरीको प्रहरी चाहिँ परिचालन हुन्छ र सुरक्षामा कुनै पनि कमी कमजोरी हुँदैन। हजुर, अब कसरी चाहिँ मध्य प्रदेश राम्रो हुन्छ सुरक्षाको दृष्टिले गर्दा, अनि आगामी दिनमा यस्ता जुन अहिले घटनाहरू घटिरहेछ त्यस्तो घटना फेरि नदोहोरिने के चाहिँ यहाँको रणनीति छ र के भन्न चाहनुहुन्छ? यस्तो छ, मैले अहिले तपाईँलाई भने नि हामीले जस्तो यहाँको समस्याहरूलाई पहिचान गरेर अपराध का प्रकार प्रकृति त्यसका कारणहरूलाई हामीले एनालाइसिस गरेर तत्त स्थानमा त्यही किसिमका सुरक्षा योजना बनाएर हामी कारबाही गर्ने तयारमा छौँ। र अर्को कुरा मधेसमा फेरि प्रहरी जनशक्ति हाम्रो जुन प्रहरी कर्मचारीको व्यवहार पनि त्यस्तै किसिमको अलिक कमी कमजोरी भएका ती जुन आशंकाहरू त्यस्तै किसिमको समस्याहरू छन् तिनीहरूलाई पनि सुधार गरेर निष्पक्ष निडर र निस्वार्थी प्रहरी सेवा चाहिँ हामीले त्यही अनुसारको सेवा दिने त्यो हिसाबको योजना बनाएर मैले काम गरिरहेको छु। के तपाईँ सूचना छोड्न चाहिराख्नु भएको चाहिँ कार्यक्रमको मार्फत चाहिँ मध्य प्रदेशको आम जनसमुदायमा मधेसवासी जनसमुदायमा जसरी प्रहरीले जुन हिसाबले काम गरिरहेको छ त्यसमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधिज्यूहरू अनि त्यसपछि विभिन्न निकायका नागरिक समुदायहरू आम जनसमुदायलाई प्रहरीको कामप्रति सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। प्रहरी निष्पक्ष र निडर र निर्भीक भएर काम गर्छ। यदि प्रहरी आफ्नो काम कारबाहीमा अलिकति पनि विचलित भएको उनले चाहिँ गर्नुपर्ने कामहरू नगरेको र नगर्नुपर्ने कामहरू गरेको ऊ चाहिँ निष्पक्ष हुन नसकेको आचरण व्यवहारमा कमजोरी भएको त्यस्तो पाउनुभयो भने मलाई जानकारी गराउनु होला। म तत्काल तिनीहरूलाई करेक्सन गर्छु। त्यस्तो गर्न दिने छैन र शान्ति सुरक्षा कायम गर्नु प्रहरी र आम जनता आम नागरिकको चाहिँ संयुक्त प्रयासबाट चाहिँ सफल हुन्छ र प्रहरीको मनोबल उच्च बनाउने र सुरक्षा व्यवस्थापन अपराध अनुसन्धान नियन्त्रणमा चाहिँ यहाँहरूको सहयोगको ठुलो भूमिका हुन्छ। म त्यही भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। हमरा सबके बीच में छले त मध्य प्रदेश के जे डेज उनका संग हम सब बातचीत के वकन जे मध्य प्रदेश में हाल के जखर जे अवस्था छे कौन प्रकार के अखन चुनौती छे कि अखन घटना सब भइट रहल छे ओइ घटना रोकबाक लेल जे प्रहरी के भूमिका एठन के स्थानीय के भूमिका केन भ सके कोना का सहकार्य क आगा बढ़ सके के कारण से अखन विशेष कजी के सम घटना घट रहल छे त उजे अखन एकदम अपना सबके मन में जे प्रश्न आ सब उठे छल वही की हम सब जे केंद्रित भ त उनका संग हम सब बातचीत केनो उनका सबके यदि समय दले था तगले मुका हम हृदय से धन्यवाद देव चाहब अखन के लेल जैसे से हम विदा ले।